हे सर क्लासमा अरू विद्यार्थी नि छन् त मलाई मात्र किन सोधे? मेरो इच्छा। त्यसो भए म पनि एन्सर दिन्न मेरो इच्छा। चुप लाग। ल तँलाई म वाक्य बनाउ सोध्छु है त। बहिष्कारको वाक्य बना त ल। मलाई बहिष्कार शब्द धेरै मनपर्छ। अर्थ खोल्ने गरी बना न। मलाई बहिष्कारको अर्थ खोल्ने वाक्य धेरै मनपर्छ। केही अर्थ लाग्ने गरी चाहिँ बना भने क्या? बहिष्कारको अर्थ लाग्ने वाक्य बनाउन धेरै सजिलो छ। सजिलो भए बना न त। तपाईँ कस्तो आलु जस्तो मास्टर भने 3टा वाक्य त बनाइसकि त। अब के वाक्यले निबन्ध नै लेखाउने विचार छ कि के हो? चुप लाग फटा। अनि आज क्लासमा एउटी केटी पनि देख्दिन त। ऐना ल्याइदिउँ त? सर सबै केटीहरू डान्स प्र्याक्टिस गर्न गइछन्। त्यही भएर त यो केटीहरूको ठाउँमा बसेर छ त। अनि ऊ त्यो चाहिँ किन घोप्ट्या नि? सर त्यसको पेट दुखी छ अरे क्या? बमिट त आ छैन नि? अरे सर ब्याउनी लक्षण हो र बमिट आउनलाई। सर तपाईँ यसलाई सोध्दै हुनुहुन्थ्यो त? ए हो है, धन्यवाद बाबु सम्झाएकोमा। पक्न तँलाई त मैले जानेछ। ल विवेक भन् त राम्रोको पर्यायवाची शब्द के हो? राम्रोको पर्यायवाची? आची होइन पर्यायवाची। त्यही क्या, राम्रोको पर्यायवाची नराम्रो। थुक्क तेरो बुद्धि। यस्तै पारा हो भने तैँले यो परीक्षा पास गर्नै सक्दैनस्। किन नसक्नु नि? चिट्नै चिटको कागज कट्टुभित्र कोचेर लएपछि लोकसेवा त पास गरिदिन्छु म। त्यही भएर त म सोध्छु नि एक्जामको बेला चाहिँ तेरो प्यान्ट किन फुल्छ भनेर। द्याट्स माई ट्यालेन्ट नि त सर। चुप लाग गदा। अशोकबाट केही सिक क्या? अहिलेसम्म फर्स्टबाट सेकेन्ड हुन जाने छैन यसले। यो मिसको छोरो हो नि त सर। मिसको छोरो भए चाहिँ फर्स्ट हुन पाइँदैन? पाइन्छ सर। एक्जामको अघिल्लो दिन यसकै घरमा क्वेसन आइपुगिहाल्छ अनि फर्स्ट नहुने त कुरै आउँदैन नि। हे सर यसको फाल्तु कुरा छोडिदिनु। बरु आज चाहिँ अलि धेरै होमवर्क दिनु है। हिजोको त 1 घन्टामै सिद्धिहाल्यो, धेरै गर्नै पाइनँ भने। हुन्छ बाबु हुन्छ। सर मलाई चाहिँ होमवर्क नदिनु है। स्कुलै आउन छोड्दैन, होमवर्क त पाउँदैनस् नि। बाउले मार्छन् अनि के गर्नु त? तँलाई त मैले रेस टिकट गर्न मिल्ने भए अहिले गरिदिइहाल्थेँ। सक्दैनस् तालु बुढो, सक्दैनस्। तँलाई यो स्कुलमा जागिर दिलाउने त मै हो। सर जस्तो मान्छेलाई त भन्छस्? जस्तो आउँछ त्यस्तै फर्काउने बानी छ नि त मेरो। पक आज म तेरै घरमा गएर तेरो बाउले तेरो बानीको बारेमा भनिदिन्छु। मसँग नि तँ अस्ति चोकमा बसेर चुरोट तान्दै गएर फोटो छ। तेरो बुढीलाई पठाइदिउँ कि के हो? ए बाबु त्यस्तो नगर न, तिमी त यो स्कुलको राम्रो विद्यार्थी हो नि। हे सर यो कुरा चाहिँ पछि गर्नु है, मलाई चाहिँ होमवर्क दिइहाल्नु न। साला पढन्तेको बान पहिला तँलाई ठिक पार्छु पक्न। ए होइन। ल अया आथा। साँच्चै मैले त चुरोटै तान्ने गरे होइन त।